हेलो नानी आज चाहिँ हामीलाई मामाले घुमाउनु लैजानु हुनुहुन्छ है हेलो गर्दै कहाँ लैजानुहुन्छ आज अब खै थाहा छैन अब एकताल हामी चाहिँ अहिले बेलुका भइसक्यो 3 बजिसक्यो अब खासै त्यस्तो धेरै घुम्न त पाइँदैन त्यहाँ गएर आएर सिटी घुमाउनुलाई क्या आज सिटीको त्यो पछाडिपट्टि त्यो यस्तो पुल भएको ठाउँ देख्नु भयो त्यहाँ गइसक्नु भयो गइसकेको नि रियान्स बस्न कहाँ जाने हो यता हेरेर भन्दै ल तिमी कहाँ जानु लाग्यो म बिचमा जाने बिचमा के गर्ने र म बिच नजान्नु तिमी जान्नौ बिचमा म स्विमिङ पुल स्विमिङ भन न आज त कति राम्रो भयो स्विमिङ पुल कहाँ बहिनी बस्नु ल बहिनीलाई बोक्छु यो बहिनी यहाँ बहिनीलाई बोक्न बस्छ यहाँ सक्छु सक्दैन नानी हजुर कता जानु लाग्यो त थाहा छैन मलाई त थाहा छैन अलि छैन अब त बहिनीसँग बस्नु पाउन्नस् है बहिनी त यो त बस्ने हो नि त बिनाइस ल जाम आमासँग मामासँग दाइसँग खै दाइले चाहिँ बेलुका हुने भयो घुमाउनु लान है घुम्न जान दिलायो घरको साउनी कता गयो छोड्दै अब तैँले खासी भाइले मान्छ सानो मान्छेलाई चाहिँ ऊ गर्ने कसको मेरो मेरो हात लिएर आउँछु अब भवाइ हो छैन बेलुका हामीलाई त पोल्दैन कि अब म सनस्क्रिन पनि पोल्ने हामी त गइसक्यो खासै बिहान खाइदैन ल आजको यात्रा हामी यहाँबाट सुरु गर्दैछौँ मेरो पछाडि ओइसिन छ राम्री भाउजू कट गर्नु त्यहाँ मेरो कपडा भताङ भुतुङ बख पहिला अनि यहाँ सानो पुन्टुरी नानी छन् यहाँ यता पुन्टे छोरो छ यी अनि यता पुन्टेकी मम्मी अब हामी चाहिँ हाम्रो यात्रा सुरु गर्दैछौँ यात्रा दृश्यमा मेरो फोन कोसँग छ मसँग त केही पनि छैन ढोकासोका लगायो होला के अरे है मैले सबै कुरा क्लोज गरिदिएँ दाइको अझै सवारी भएन ए आमाको नि गइसक्नु दाइ मामाको पछि जाने नि अब काम भएन भन्नु Good thing he has these toys. I bring so much toys so you can play. ल गाइज अब हाम्रो आजको यात्रा यहाँबाट सुरु भयो हामीले यो भिडियो बनाइन्छ बनाइँदैन केही पनि थाहा छैन बिस्तारै एडिटिङको प्रोसेस हुँदैछ भर्खर भिडियो बनाउन सिकौँ भनेको खासै धेरै चाहिँ भिडियो बनाउन जानिएन अनि त्यही भएर माफ गरिदिनु होला मैले एडिटिङ गर्न भिडियो मात्रै खिच्छु हाल्न आउँदैन मलाई I wear no cream. ब्याग भनिदिइहाल्यो यहाँ एउटा बाहिर राखेर नपाए भए त Mommy, I only wear cream. त्यो त झ्यालमा होला नि हेर्न पङ्खा And I only लगाइदिएछ नि wear त cream, mommy. क्रिम तिमीलाई त लगाइदिए Oh my God. Oh my gosh. Mine, can you read that? What is it? That toy, the beer toys, but finish the नानीलाई charge. I can bring the another battery. There's no battery you have to put. Yeah, there is. And there's no stuff to charge it. यहाँ चाहिँ रेल स्टेसन No, that toy, the beer toy. ए
Let me show you here. You don't know anything. You are baby. You are just a baby. Okay, if it was here. लामो रोडको ट्रेन कति लामो ट्रेन देखिस् त यो जान्छ कति लामो छ यो जान्छ डार्विन. डार्बिन जान्छ यो यही हो लङ रुटको ट्रेन भनेको कति लामो छ मैले बल्ल देखिस् होला फर्स्ट टाइम हेर्नु Tali bajal. ट्रेन हेर कति लामो Tali bajal. I don't know if see that. We get this too bad. That's the train. You mean the chicken plate? That one. Can you see at the back? Is that the chicken one? Yes. Oh yeah, this is. सिटी यहाँ घुम्न लैजाँदैछन् यहाँ चाहिँ 100को जोन रहेछ मोटरवे हालेछन् मामाले गाडी चलाउन गाह्रो रहेछ बाटो क्रस गर्न भाइ पछि लाग भाइ पछि लाग म चाहिँ फलो गर्न एकदम पर्फेक्ट छु गाडीको नहेर्नु बाटो मैले कहीँ छोडेँ त Oh yeah, what is that thing? कोटीको चलिरहेको छ त That big. आज दिन यस्तो राम्रो छ Adi. घाम चर्को लागेको छ तर पनि शीतलो छ शीतलो छ गर्मी छैन गर्मी छैन बाबु कहीँ ल्याउँछ छोरा Hey everyone, now presenting Rehan Basnet for the Tali Bazaar from his own version. Mummy gaउँछ है त. Yeah. Okay. Tali Mazal. Now get a better song. Yeah. What is the better song? बाबु साइकको भन्ने गीत गाइदेऊ साइकको What's psycho? एउटा साइको भन्ने एउटा गीत Oh, Baba Psycho. Now I know that song. It's Sala Kutna. For Kahami Ota. Baba says Sala Kutna. Amma says La. Did he say? I don't even know. And what about Maiju say Nothing. Nothing. Baba Chup says laira, bas. Baba says Sala Kutna. Amma says La. And Baba says Sala Kutna. Ding ding. आज चाहिँ अस्मिताले के बनाएर चटपट खुवाउँदैछ बन्दैछ गाइस. बनाउनु खोजेको त नेपाली स्टाइलको हो तर अलि हल्का मिक्स म्याक्स भयो है. यो अस्ट्रेलियन स्टाइल भन्नुभयो अझै पाराको नसुन्दा पाराको है. अस्मिता हामी बाह्र केही गर्न सक्छौँ राखौँला. अनि यहाँ चाहिँ खाने मान्छे यसमा यो त मैले उपस्तै वाला ल्याएको. नानी यता देखा बहिनी ल पानी खाने मान्छे यहाँ खाऊ है यहाँ सानो मान्छे खाइरहेछ. सानो मान्छेले के खाइछन् सबै ल्याइदिएँ अँधेरो आयो उनीहरू कताबाट आउँछ यताबाट आउँदो रहेछ उज्यालो आहा त मेरो सानो मान्छेले के गरेछ के चाहिँ यो किन बाहिर निकाल्नु? मेरो ड्रिङ्क्स किन बाहिर निकाल्नु? तपाईँको मात्रै नाम लेखाएर हामीले बियर देखेर लिएर आएको नि ल हेर हाम्रो भाउजूले बियर खाएको ल यो बियर होइन त नि जिन्जर बियर हो क्या? जिन्जर बियर. अदुवाको रक्सी रे अदुवाको रक्सी ल अदुवाको रक्सी. लेडिजहरूले त अस्ट्रेलियामा अदुवाको रक्सी खान पानी परेर रहेछ Give it back that plastic. रेस्टुरेन्ट भनेर आएको म त कहिलेको आएको त फेरि म त आज पनि फेरि खोइ त्यो अस्ति त कसले भिडियो बनाएर हाल्नु आउँछ र म त फेरि अनि यसो हेर्नु त अनि फेरि चाहिँ म पनि छु अनि बहिनी छ सबै देखेपछि त होइन रहेछ अस्तिको नि आइसक्यो त हामी उता बिचमा गएको हजुर ब्लग चाहिँ कहिले आउँछ त नि ब्लगको कथाइमा. ए भ्लग त मेरो युट्युब च्यानलै छैन
च्यानल खोल्नुपर्छ हजुरले मेमोरी मात्रै गर्नुभयो चक्कु चक्कु फेसबुकलाई हो एउटा हाल्नु पर्यो अब यत्रो भिडियो खिच्दा एउटा बनाइदिए भइहाल्यो ल म बनाउँछु है त त्यसो भए एडिलेटमा आएर यसरी चटपट खुवाउँदैछन् हाम्रो साली नानीले चटपट बनाएर रजनीको फेसबुक मैले उसको नाम सर्च गरेँ भने मात्रै उसले राखेको पोस्ट देख्छु कि नत्र मैले देख्दिनँ खास के डिस्प्ले ब्लग हाल्ने भन्छ धेरै के लाइक कमेन्टहरू गर्छ मेरोमा आउँदैन के हजुर त राख्ने बित्तिकै आउँछ होइन रजनीको राख्यो भने मैले सर्च त्यो खोलेर हेरेर लाइक गर्नु न आउनु थाल्छ सिमी ब्लग हानेको नपर्ने जस्तो भने फुली ब्लग हाने त खोज्दा नि आउँदैन हाम्रो आमा हजुरलाई बोला नि त मदर इन ललाई सोगी भयो भने रोगी हुन्छ बोला चटपटको उयो गर्दा मैले फोटो सेसन चल्दैछ आमा छोरीको अनि कहाँ बोलायो चाउचाउको प्लास्टिक हाल्दैन नि सर र प्लेट नभएर चाहिँ प्लास्टिकमा है गाई चाउचाउको प्लास्टिकमा होइन प्लेट नभएको होइन गाइस हामीले नेपाली भाइ मेरो मोबाइल त गाडीमै छुटेछ गर्ने चाहिँ केही होइन Baby, can we play South Candy? यहाँ चटपट बेच्न लागिरहेछ न हाम्रा बहिनी र भाउजूले ल पैसा निकालमै चटपट खाना ल मलाई 10 को 10 को ल 10 को दिन जाने ल यति हो 10 को त ल ट्राई प्रिभिलेज मेरो प्लास्टिकमा राखिदिनु होला कृपया प्लिज क्लिनिङ डिपार्टमेन्ट ल धन्यवाद यो चाहिँ चटपट राख्नुपर्छ छैन है फेरि त्यही राख्नुपर्छ है प्लिज यो राख्ने नि त अहिलेलाई आज चाहिँ एडिलेटमा आएर चटपट किनेर यो एडिलेट चाहिँ माहे सिटी कमाउनु खानु नि बाबुलाई के हो त यसलाई यत्तिकै नुडल्स छैन तिमीले के खायौ सानो के खायौ बाबुलाई के फोन छ नि बाबुलाई यहाँ छ नि बाबुलाई भनेर स्पेसल न्युजिल्यान्डबाट चाउचाउ छैन I want to just on. हाँ थपिदिउँ गएन थपिदिउँ तपाईँलाई थपिदिउँ देखाउनु खोजेको घाम पनि हुन्थ्यो आज चाहिँ घरमा भाँडा मान्न गाह्रो हुन्छ भनेर हामीलाई पार्कमा ल्याएर खाजा बोलाउँदैछन् तिमी हालिदियो प्लिज जुरीमा चाहिँ डल्फिनको बच्चाहरू स्पेसल्ली यहाँ हुर्काउने गरिने रहेछ डल्फिन अहिले देखिया थियो बाबु बहिनी लड्छ नि ओइ हेर त लडाइदिन्छ नि बहिनी त्यस्तो गर्दा त Ow. Ow, little. But he's not safe there. What's he going on? खिचौँ न
खिचौँ ज्वाइँको नि खिचौँ ए मेरो त कति छन् कति मेरो पनि छन् नि फोटो खिच्न टिकटक बनाउने फोटो खिच्ने ल आज नि यतापट्टिको साइड चाहिँ सिटी हो गाइस तर धमिलो देख्यो यतापट्टि त के हो मलाई थाहा छैन अनि यतापट्टि पनि अर्को साइड रहेछ अनि यहाँ हुनुहुन्छ हाम्रो पिकनिक चलिरहेछ के थियो आजको मेन्युमा आज थियो रोटी जिरा आलु चिकन चना रोटी फ्यान्टा जुस ब्रेड अनि बहिनी जिन्जर बियर एन्ड प्रोटिन सेक एन्ड मिल्क गाइज हाम्रो दर्शकको अनुसार हामीले उहाँलाई देखाउनु पऱ्यो अरे फोटोमा उहाँ हुनुहुन्छ हाम्रो रोटी खाने मान्छे अनि मासु सबै सकाइदिइसक्नु भयो उहाँ चाहिँ जन्तीमा आउनुभएको बिहाको अनि हाम्रो मामा चाहिँ भाग्नु भयो अनि यहाँ अरू दुईवटा जन्ती छन् लोकन्तेहरू यता बसेर खाइराखन् कस्तो रहेछ आजको खाना केही बिहा गर्दा रोटी आधा काँचो आधा बिहा गर्दा सम्झिनु होला नुन नलागेको होइन यो तपाईँको हेल्थलाई हामीले प्रायोरिटीमा राखेर नै नुन कम हालेको हो भोक मिठो हो क्या आमालाई कस्तो लागिरहेछ मलाई नि रमाइलो लागिरहेछ खाएर नि मिठो लागिरहेछ ल ल धन्यवाद बिहा गर्दा सम्झिनु होला हाम्रो क्याटरिङले सेवा दिन्छ कार्ड बनाउँदैछौँ प्रिन्ट गर्न दिएछौँ आउँदैछ ल मामा बिहा गर्दा सम्झिनु होला है हाम्रो क्याटरिङलाई तपाईँहरू पनि बिहा गर्दा सम्झिनु होला हाम्रो क्याटरिङलाई है तपाईँ पनि बिहा गर्दा सम्झिनु होला हाम्रो क्याटरिङलाई म पनि बिहा गर्दा सम्झिन्छु तपाईँ पनि बिहा गर्दा सम्झिनु होला हाम्रो क्याटरिङलाई तपाईँ चाहिँ छोराछोरीको बिहा गर्दा सम्झिनु नि सनसेट यस्तो मजाले देखिँदो रहेछ है ल यो चाहिँ सनसेट सबजना भोकाएर भोक चाहिँ सबैलाई लाएर रहेछ यहाँ हाल्नु